जय मसी सम्पूर्णमा अनि नमस्ते। आज तपाईँको बिचमा अनन्त जीवनमा प्रवेश गर्ने बाटो भन्ने शीर्षकमा रहेर बाइबलबाट केही पदहरू हामी हेर्नेछौँ। अनि योहन्ना 3:16ले भन्दछ, किनभने परमेश्वरले संसारलाई यति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एउटा मात्र पुत्र दिनुभयो, ताकि जो कोहीले उहाँमाथि विश्वास गर्छ र ऊ कहिले पनि नाश हुँदैन, तर त्यसले अनन्त जीवन पाओस् भनेर भन्दछ। अनि संसारमा हामी हेर्दै गर्दाखेरि मानिसहरूले चाहिँ जीवन खोजिरहेको छ। कस्तो जीवन भन्दाखेरि चाहिँ सुख अनि शान्ति अनि एउटा आशा अनि एकदमै धेरै त्यो आनन्दको कुराहरू खोज्दछ। तर बाइबलले भन्छ साँचो र अनन्त जीवन चाहिँ केवल येशूमा मात्रै छ। अनन्त जीवन किन आवश्यक छ अनि त्यसमा कसरी प्रवेश गर्न सकिन्छ र त्यस जीवनको फल के हो त भन्ने विषयहरूमा पनि हामी हेर्दै जानेछौँ। अनि मुख्य कुरा चाहिँ हाम्रो जीवनमा परमेश्वरको इच्छा चाहिँ सबैले जीवन पाउन् भन्ने चाहिँ हो। अनि पहिलो तिमोथी 2:3-4 यस्तो भन्दछ, परमेश्वर चाहनुहुन्छ कि सबै मानिसहरूले उद्धार पाएको, मुक्ति पाएको र सत्य ज्ञानमा आउन् भन्ने चाहिँ परमेश्वरको इच्छा हो। परमेश्वरको हृदय प्रेमले भरिएको छ। उहाँ कसैलाई नाश हुन दिन चाहनुहुन्न, कसैलाई पनि खराब बाटोमा गएको हेर्न चाहनुहुन्न, कोही पनि नरकमा गएको हेर्न चाहनुहुन्न। अनि सबैजनाले चाहिँ अनन्त जीवन पाओस् भन्ने चाहिँ उहाँको इच्छा हो। अनि जस्तै एउटा आफ्नो बाबाआमाले सन्तानप्रति चाहिँ एउटा जीवनको चाहिँ उत्तम दिनहरू चाहिँ देखोस् भन्ने चाहना गर्छ, त्यस्तै गरेर हाम्रो परमेश्वरले पनि हामीलाई साँचो जीवनतर्फ गएको आएको र उहाँतर्फ हेरेको चाहनुहुन्छ। अनि समस्या चाहिँ केमा छ? पापले मानिसलाई जीवनबाट टाढा पार्यो। जुन पापको कारणले गर्दाखेरि हामी परमेश्वरबाट चाहिँ धेरै टाढा भएका छौँ। अनि रोमी 3:23ले त्यही भन्छ, सबैले पाप गरेर परमेश्वरको महिमाबाट चाहिँ एकदमै टाढा भएको छ, वञ्चित भएको छ, उहाँको महिमाबाट चुकेको छ। रमी 6:23ले पनि भन्दछ, पापको ज्याला मृत्यु हो। पापले मानिसलाई आत्मिक रूपमा मारेको छ। शरीर बाँच्छ, शरीर चलेकै छ, तर आत्मा मरिरहेको छ अनि परमेश्वरबाट पनि अलग भइरहेको छ। त्यसकारण मानिसमा डर, खालीपन, उदास, चिन्ता अनि मृत्युको भय भएर चाहिँ मान्छे बाँचेको हुन्छ। अनि हामीले चाहिँ उदाहरणको लागि लिन सक्छौँ, विद्युत स्रोतबाट तार काट्यो भने बल्ब निप्छ, त्यस्तै पापले मानिसलाई जीवनको स्रोत परमेश्वरबाट काटिदिन्छ। अनि येशू ख्रीष्ट जीवनको एक मात्र बाटो हुनुहुन्छ। योहन्ना 14:16 हेर्नुभयो भने चाहिँ, बाटो, सत्य र जीवन म नै हुँ, म बाहेक कोही पनि पिता कहाँ जान सक्दैन भनेर येशू ख्रीष्टले स्वयं भन्नुभएको छ। येशूले क्रुसमा हाम्रो पापको मूल्य तिरिदिनु भयो। उहाँले चाहिँ कल्वरी क्रुसमा हाम्रो लेखी आफ्नो मृत्युद्वारा पुनरुत्थान भइकन उहाँले चाहिँ विजय घोषणा गरिसक्नु भएको छ। उहाँ चाहिँ मरेको मरे हुनु भएन, तर उहाँ हाम्रो निम्ति बौरेर उठ्नुभयो। त्यसको फलस्वरूप हामीले चाहिँ अनन्त जीवन पाओस् र अनन्त जीवनतर्फ हामी प्रवेश गरौँ भनेर चाहिँ। अनि विमानमा हामी चढिसकेपछि चाहिँ मात्र गन्तव्यमा पुग्न सकिन्छ। त्यस्तै यसमा विश्वास गरेपछि मात्रै परमेश्वरको राज्यमा, पिताको राज्यमा, स्वर्गको राज्यमा चाहिँ पुग्न सक्छौँ। अनि विश्वास र स्वीकृति अनन्त जीवनको ढोका हो। रोमी 10:9ले भन्दछ, 9 र 10मा भन्दछ, यदि तिमीले आफ्नो मुखले येशू प्रभु हुनुहुन्छ भनेर स्वीकार गर्यो भने र तिम्रो हृदयले विश्वास गर्यो भने तिम्रो उद्धार हुनेछ भनेर भन्दछ। विश्वास केवल ज्ञान होइन, यो हृदयको निर्णय हो। प्रभु अबदेखि मेरो जीवन तपाईँको हो हामीले भन्दछौँ भने येशूलाई चाहिँ स्वीकार गरेर अनि हामीले चाहिँ उहाँलाई स्वीकार गर्ने बित्तिकै पवित्र आत्मा हाम्रो भित्र आउनुहुन्छ र हामी आत्मिक रूपमा नयाँ बन्छौँ। अनि ढोका खुल्छ जब हामी भित्र आउन अनुमति दिन्छौँ। त्यस्तै येशू हाम्रो ढोका ढकढकाउनु भएको छ। प्रकाश 3:20ले पनि त्यही भन्दछ, नयाँ जीवन आत्मामा चल्ने जीवन हो। दोस्रो कोरिन्थी 5:17 भन्दछ, जो ख्रीष्टमा छ ऊ नयाँ सृष्टि हो, पुरानो कुरा बितिसकेको छ, अब हेर सबै नयाँ भएका छ भनेर भन्दछ। अनि हामी आजको वचनबाट चाहिँ यही कुराहरू चाहिँ प्रष्ट रूपले बुझ्न सक्छौँ कि अनन्त जीवन भविष्यको स्वर्ग मात्र होइन, अहिलेको जीवनमा पनि आरम्भ हुन्छ। यसोभित्रको जीवन प्रेम, शान्ति र
आनन्दले भरिन्छ। पवित्र आत्माले हाम्रो स्वभाव परिवर्तन गर्न थाल्दछ। पुरानो कुराहरू चाहिँ सबै हराएर सकिँदै त्यो चाहिँ अब बिलाएर जान्छ। जस्तै रिस, ईर्ष्या अनि पाप गर्ने बानीहरू अनि छली गर्ने कुराहरू, हरेक कुराहरू चाहिँ त्यो सबै सुधार हुँदै जान्छ। अनि हामी चाहिँ आत्मा र सत्यतामा हिँड्ने हो। एकअर्कालाई प्रेम गरेर, क्षमा दिएर अनि सत्यमा चाहिँ हामी चलेर हामी चाहिँ येशूको ग्रहणयोग्य छोराछोरी चाहिँ हामी बन्नु पर्दछ। अनि अनन्त जीवन चाहिँ कुनै धर्म चाहिँ होइन, कुनै पुरस्कार होइन, यो चाहिँ परमेश्वरको उपहार हो। येशू ख्रीष्टमा विश्वास गर्नेहरूको लागि आज उहाँ तपाईँलाई, मलाई, हामी सबैलाई बोलाइराख्नु भएको छ। येशूमा विश्वास गर्नुहोस् र आजै अनन्त जीवनमा प्रवेश गर्नुहोस्। येशूको जय होस्, तपाईँ हामी सबैको भलो होस्। तपाईँलाई परमेश्वरले प्रशस्त मात्रामा आशिष दिउन्। आमेन।